हेलो र नमस्ते सबैलाई। आइएल्सको ब्यान्ड 0 टु ब्यान्ड 9 आइएल्स प्रिपरेसन क्लासेसमा तपाईँहरूलाई स्वागत छ। म तपाईँहरूको आइएल्स इन्स्ट्रक्टर प्रज्वल चन्द। मेरो कुरा गर्दाखेरि म विगतको 6 वर्षदेखि यो क्षेत्रमा लागिरहेको छु। मैले रिसेन्टली इक्जाम दिँदाखेरि ओभरअल ब्यान्ड 9 ल्याएको थिएँ। लिसनिङमा 9, रिडिङमा 9, राइटिङमा 8.5 र स्पिकिङमा चाहिँ 8.5 है। मेरो रिजल्ट आफै पनि बोल्छ। मैले पढाएको टिप्स एन्ड ट्रिक्सहरू डेफिनेटली वर्क गरेर नै मैले यति मार्क्स ल्याएको होला। र मेरो वेबसाइटमा गएर तपाईँहरू हेर्न सक्नुहुन्छ। मोर देन 200 स्टुडेन्ट्सहरूको टेस्टिमोनियल त्यहाँ मैले राखेको छु। हाइएस्ट मेरो स्टुडेन्टहरूले ल्याएकोमा ब्यान्ड 9 छ र एभरेजमा 7.5 स्टुडेन्ट्सहरूले ल्याउने गर्छन्। मैले भनेको कुरा विश्वास नगर्नुहोस् र मेरो वेबसाइटमा गएर तपाईँहरूले चेकआउट गर्दा हुन्छ। आई एम टेफल सर्टिफाइड एज वेल एज डेल्टा सर्टिफाइड। बेयर इन माइन्ड, डेल्टा सर्टिफाइड भनेको चाहिँ आइएल्समा एज एन इन्स्ट्रक्टर लिन मिल्ने सबैभन्दा हाइएस्ट लेभल अफ सर्टिफिकेसन हो। यो त भयो मेरो बारेमा डिस्कसन। अब डिस्कस गरौँ हाम्रो कोर्समा चाहिँ तपाईँहरूले के सिक्नुहुन्छ र कस्तो फोकस चाहिँ हुन्छ। यो कोर्समा तपाईँहरूले टेस्ट स्ट्राटेजिजहरू सिक्नुहुन्छ, टाइम म्यानेजमेन्ट र सबै आइएल्सको स्किल्सहरू चाहिँ लेभल बाई लेभल इम्प्रुभमेन्ट गर्नलाई एउटा डिरेक्सन र एउटा गाइडेन्स चाहिँ पाउनुहुन्छ। तपाईँले यो कोर्सको अन्त्यसम्म एउटा क्लियर अन्डरस्ट्यान्डिङ लिइसक्नुहुन्छ टेस्ट फर्मेटको बारेमा। लिसनिङ, रिडिङ, राइटिङ र स्पिकिङको प्रुभन टिप्स एन्ड ट्रिक्सहरू र टेक्निक्सहरू पनि सिक्नुहुन्छ। रियल इक्जामको जस्तै प्र्याक्टिस पनि कसरी गर्ने, कुन मेटेरियल्सहरू युज गर्ने, यस्ता खालका एडभाइसेसहरू पनि लिनुहुन्छ। र मेरो वेबसाइटको थ्रु वा मेरो डिरेक्ट कन्ट्याक्टको थ्रु तपाईँहरूले आफ्नो मेटेरियल आफूले लेख्नुभएको एन्सर्सहरूमा चाहिँ फिडब्याक पनि पाउनुहुन्छ। ल, यति त भयो हाम्रो कोर्सको बारेमा एउटा जेनरल ओभरभ्यू। अब जाउँ आइएल्स भनेको चाहिँ के हो। आइएल्स स्ट्यान्ड्स फर इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम, जसले चाहिँ हाम्रो स्टडीको लागि, वर्कको लागि वा माइग्रेसनको लागि चाहिँ तपाईँको इङ्ग्लिसको लेभलको प्रोफिसियन्सी चाहिँ कति छ त्यो टेस्ट गर्छ। यसमा 4वटा सेक्सन्सहरू हुन्छ: लिसनिङ, रिडिङ, राइटिङ र स्पिकिङ। तपाईँले दिनुभएको इक्जाम 2 वर्षसम्म भ्यालिड हुन्छ र यो इक्जामको रिजल्ट चाहिँ 0 देखि 9 ब्यान्डसम्म आउँछ। जस्तै कि तपाईँहरूको एसएलसी, एसई वा +2मा जिपिएमा स्कोर आउँछ 0 देखि 4 जिपिएसम्म हुन्छ। त्यसरी नै यहाँ चाहिँ 0 देखि 9 जिपिएसम्म हुन्छ 0.5 को इन्क्रिमेन्टमा। यसरी चाहिँ तपाईँहरूको रिजल्ट आउने गर्छ आइएल्समा। आइएल्समा 2 प्रकारका आइएल्सहरू हुन्छन्। तपाईँले एकदमै माइन्डफुल भएर आफूलाई कुन चाहिँ उपयुक्त हुन्छ त्यसैमा प्र्याक्टिस गर्नुपर्छ र त्यसैमा फोकस भएर प्रिपरेसन गर्नुपर्ने हुन्छ। एकाडेमिक एउटा भयो र अर्को जेनरल आइएल्स भन्ने हुन्छ। एकाडेमिक आइएल्स भनेको चाहिँ यदि तपाईँ युनिभर्सिटी स्टडीको लागि जाँदै हुनुहुन्छ विदेशमा, विच माइट बी अन्डर ग्रेजुएट अर पोस्ट ग्रेजुएट, प्रोफेसनल रेजिस्ट्रेसनको लागि पनि, जुन चाहिँ डक्टर्सहरूले, इन्जिनियर्सहरूले गर्नुपर्ने हुन्छ। यदि यो 2टामा तपाईँहरू विदेश जाँदै हुनुहुन्छ भने चाहिँ तपाईँले एकाडेमिक आइएल्स चुज गर्नुपर्ने हुन्छ। तर तपाईँ कामको लागि, हाई स्कुलको लागि, माइग्रेसनको लागि इङ्ग्लिस स्पिकिङ देशहरू जस्तै कि युके, अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्डमा जाँदै हुनुहुन्छ भने चाहिँ तपाईँ जेनरल ट्रेनिङ गर्नुपर्ने हुन्छ तपाईँले है। युके, अस्ट्रेलियामा तपाईँले एकाडेमिक पढाइको लागि नै जाँदै हुनुहुन्छ, अन्डर ग्रेजुएट, पोस्ट ग्रेजुएटको लागि जाँदै हुनुहुन्छ भने त एकाडेमिक भयो है। तर तपाईँ कामको लागि, हाई स्कुलको लागि जाँदै हुनुहुन्छ भने जेनरल ट्रेनिङले पुग्छ। अर्को कुरा,
एकाडेमिक र जेनरल ट्रेनिङमा चाहिँ अलि डिफ्रेन्सेसहरू चाहिँ हुन्छ। त्यसैले तपाईँले पढ्दाखेरि आफूले कुन चाहिँ आइएल्स प्रिपरेसन गर्नुपर्ने हो त्यो एकदमै क्लियर हुनुपर्छ र त्यही म्याट्रिक्सहरू मात्र पढ्नुहोस्। नेटमा सर्च गर्दाखेरि फेरि तपाईँले चाहिँ जेनरल ट्रेनिङको वा जेनरल आइएल्सको तपाईँले ट्रेनिङ गरिरहनु भएको छ भने तपाईँलाई पछि एकाडेमिकको इक्जाम दिन जाँदाखेरि अलिकति गाह्रो हुन्छ। सो यो कुरा चाहिँ तपाईँ एकदम माइन्डफुल भएर बुझेर मात्र पढ्नु होला है। किनकि यसमा केही डिफ्रेन्सेसहरू हुन्छ जुन चाहिँ पर्टिकुलरली भन्दाखेरि राइटिङ टास्क 1मा र रिडिङमा है अलिकति डिफ्रेन्स चाहिँ आउँछ। हालाकि लिसनिङ र स्पिकिङमा चाहिँ दुवै खालको आइएल्समा सेमै खालको क्वेसन्सहरू सोधिने गर्छ। अब यस खासमा के डिफ्रेन्स छ भनेर हामी आगामी लेक्चर्सहरूमा भनि नै हाल्छौँ। यदि तपाईँ विदेश जाने सोच्दै हुनुहुन्छ पढाइको लागि भने निर्धक्क भएर एकाडेमिक आइएल्स चुज गर्नुहोस् र एकाडेमिक आइएल्सै पढ्नुहोस्। तर यदि तपाईँ माइग्रेसनको लागि जाँदै हुनुहुन्छ बाहिर विदेशमा पनि जेनरल आइएल्स पढ्नुपर्ने हुन्छ तपाईँले है त। अब आइएल्सको सेक्सन्सको कुरा गर्दाखेरि आई एम एज्युमिङ कि मोस्ट अफ द स्टुडेन्ट्स हियर आर एकाडेमिक आफ्नो करियर पर्स्यु गर्नलाई बाहिर जाने सोचमा हुनुहुन्छ भनेर म एज्युम गर्छु र एकाडेमिकमै फोकस भएर यो टेस्ट प्रिपरेसन क्लासेसहरू रन गर्छु है त। आइएल्सको सेक्सन्सको कुरा गर्दाखेरि चाहिँ 4वटा सेक्सन्स हुन्छन्, लिसनिङ, रिडिङ, राइटिङ र स्पिकिङ। लिसनिङमा 30 मिनट समय हुन्छ। 30 मिनटको एउटा कुनै अडियो प्ले हुन्छ र त्यो अडियोमा बोले अनुसार हामीले 40वटा क्वेसन्स एन्सर गर्नुपर्ने हुन्छ। 40वटा क्वेसन्स 4वटा रेकर्डिङ बजेर रेकर्डिङमा के बोलिएको छ त्यसको आधारमा हामीले एन्सर गर्नुपर्ने हुन्छ। डाइरेक्टली स्क्रिनमा टाइपिङ गर्नुपर्ने हुन्छ है। पेपर बेस्ड त अब गइ नै सक्यो। त्यसैले म कम्प्युटर बेस्डकै कुराहरू मात्र गर्नेवाला छु। आइएल्स पहिला चाहिँ पेपर बेस्ड र कम्प्युटर बेस्ड दुईवटा छुट्टै हुन्थ्यो। पेपर बेस्ड पेपरमा दिन्थ्यो भने कम्प्युटर बेस्ड चाहिँ कम्प्युटरमा अभियसली दिन्थ्यो। सेल्फ एक्सप्लेनेटरी छ। त्यसमा पनि अब त दुवै मध्ये कम्प्युटर बेस्ड मात्र छ। सो हामी त्यसकै चर्चा गर्नेछौँ। एन्सर्सहरू चाहिँ कम्प्युटर बेस्ड आइएल्स टेस्टमा चाहिँ डाइरेक्टली स्क्रिनमै लेख्नुपर्ने हुन्छ। अडियो एकचोटि मात्र बज्छ। पज, प्ले, फरवर्ड, ब्याकवर्ड केहीको अप्सन्स हुँदैन। र अर्को हामीले ध्यान दिनुपर्ने कुरा एक्सेन्ट्सहरू भेराइटीको युज गरिन्छ। युके, युएस, अस्ट्रेलियन, क्यानेडियन है विभिन्न प्रकारका जस्तो पनि एक्सेन्ट्स हुनसक्छ भनेर हामी प्रिपेयर्ड हुनुपर्छ। अब जाउँ रिडिङको कुरा। रिडिङको कुरा गर्दाखेरि एकाडेमिक र जेनरल गरी दुई प्रकारको हुन्छन् है। मैले अघि भने जस्तै रिडिङमा अलिकति एकाडेमिकमा डिफ्रेन्ट हुन्छ र जेनरलमा डिफ्रेन्ट हुन्छ। लिसनिङ लगभग सेम भएको कारणले गर्दाखेरि त्यो विषयमा मैले कुरा गरिनँ है। रिडिङको कुरा गर्दाखेरि 60 मिनटको टाइममा हामीले 40वटा क्वेसन्स गर्नुपर्छ। 40वटा क्वेसन्स 3वटा प्यासेजेस वा 3वटा डिफ्रेन्ट आर्टिकल्सहरूमा बाँधिएको हुन्छ। कुनै एक्स्ट्रा ट्रान्सफर टाइम हुँदैन। हामीले स्क्रिनमा दिएको हाइलाइटिङ र नोट टेकिङ टुल्सहरू पनि युज गर्न चाहिँ मिल्छ है। त्यसपछि आउँछ राइटिङ। राइटिङको कुरा गर्दाखेरि 60 मिनट हुन्छ यसमा पनि र 2टा टास्क हुन्छ। एकाडेमिक आइएल्समा छुट्टै किसिमका क्वेसन्सहरू र जेनरल आइएल्समा छुट्टै किसिमका क्वेसन्सहरू हुन्छ, रिडिङ र राइटिङ दुवैमा है। अब राइटिङमा एकाडेमिकको कुरा गर्दाखेरि चाहिँ टास्क 1मा चाहिँ कुनै एउटा इमेज, कुनै एउटा डायग्राम, प्लान, म्याप एक्सेट्रा दिएर यसलाई डिस्क्राइब गरेर समराइज गरेर यसमा के डिटेल्स छ त्यस्तो खालको प्रश्नहरू सोधिन्छ। भने हाम्रो जेनरल आइएल्समा चाहिँ अलिकति डिफ्रेन्ट हुन्छ। टास्क 1मा चाहिँ लेटर, टास्क 2मा चाहिँ एकाडेमिक जस्तै एसे हुन्छ। अब स्पिकिङ चाहिँ दुवै एकाडेमिक र जेनरलमा सेमै हुन्छ। 11 देखि 14 मिनटको टाइम हुन्छ। त्यो टाइममा चाहिँ इक्जामिनरले हामीलाई विभिन्न क्वेसन्सहरू सोध्छ जुन चाहिँ 3 भागमा विभाजित भएर
क्वेसन सोधिन्छ है। फेस टु फेस एउटा ह्युमन इक्जामिनरमा हुन्छ, तपाईँ कम्प्युटर बेसै दिइरहनु भएको छ भने पनि एउटा ह्युमन इक्जामिनरले चाहिँ तपाईँलाई क्वेसन्सहरू सोध्ने गर्छन्। अनि कुनै कुनै स्पेसल केसमा चाहिँ भिडियो कलको थ्रु पनि यो क्वेसन्सहरू सोधिने गरिन्छ। यो त भयो आइएल्सको सेक्सन्सको कुराहरू। अब आइएल्सको टेस्ट अर्डरको कुरा गर्दाखेरि चाहिँ पहिला चाहिँ सधैँ लिसनिङ नै हुन्छ है। लिसनिङ 30 मिनटको, जहाँ चाहिँ 30 मिनटको एउटा भिडियो प्ले हुन्छ र त्यसपछि 2 मिनट एक्स्ट्रा एन्सर चेक गर्नलाई हाम्रो टाइम दिएको हुन्छ। सो टोटल 32 मिनटको लिसनिङ टेस्ट हुन्छ। त्यसपछि रिडिङ हुन्छ, रिडिङ 60 मिनटको हुन्छ। 60 मिनटको रिडिङमा हामीले अघि मेन्सन गरे जस्तै 40वटा क्वेसन्स एन्सर गर्नुपर्छ। त्यसै गरी राइटिङ पनि सेम 60 मिनटको टाइमभित्र हामीले 40वटा क्वेसन्स यसमा पनि एन्सर गर्नुपर्ने हुन्छ। त्यसपछि आउँछ स्पिकिङमा लगभग 11 देखि 14 मिनटको टाइममा इक्जामिनरले तपाईँलाई फेस टु फेस बसेर इङ्ग्लिसमा केही क्वेसन्सहरू सोध्ने गर्छन् र तपाईँले पनि इङ्ग्लिसमै एन्सर गर्नुपर्ने हुन्छ। यो त भयो टेस्ट अर्डरको कुरा। अब जाउँ आइएल्सको ब्यान्ड स्कोरको कुरा गरौँ है त। लिसनिङ र रिडिङको कुरा है स्पेसिफिकली, किनकि लिसनिङ र रिडिङमा 40वटा क्वेसन्सहरू हुन्छ। सो तपाईँले कतिवटा क्वेसन्सको एन्सर चाहिँ सही गर्नुभयो त्यही अनुसारको तपाईँलाई ब्यान्ड स्कोर मिल्छ। इक्जाम्पलको लागि यदि तपाईँले 33 देखि 34वटा एन्सर मिलाउनु भयो भने तपाईँलाई ब्यान्ड स्कोर 7.5 दिइन्छ। त्यसै गरी 39 देखि 40 सम्म ब्यान्ड स्कोर तपाईँले यदि मार्क्स ल्याउनु भयो, द्याट इज 39 देखि 40वटा क्वेसन मिलाउनु भयो भने बल्ल तपाईँलाई 9 ब्यान्ड स्कोर दिइन्छ। यसमा तपाईँहरूले ध्यान दिनुपर्ने कुरा चाहिँ के हुन्छ नि, तपाईँले इन्डिभिजुअल ब्यान्ड कति ल्याइरहनु भएको छ त्यो ब्यान्डको हिसाबले तपाईँको ओभरअल ब्यान्ड स्कोर क्यालकुलेट हुन्छ है। जस्तै कि लिसनिङमा तपाईँले ब्यान्ड स्कोर ल्याउनु भयो 6.5। त्यसै गरी रिडिङमा तपाईँले ब्यान्ड स्कोर ल्याउनु भयो होला सेम 6.5। तपाईँले त्यसै गरी राइटिङमा पनि 6.5 ल्याउनु भयो अरे, र अन्त स्पिकिङमा पनि 6.5 ल्याउनु भयो अरे। अब यो सबै सेक्सन्सको ओभरअल द्याट इज डिभाइडेड बाई 4 सम गरेर त्यसलाई डिभाइडेड बाई 4 गर्दाखेरि बल्ल तपाईँको ओभरअल ब्यान्ड स्कोर निकालिन्छ है त। म भन्न चाहिँ के खोजिरहेको छु भने तपाईँलाई इन्डिभिजुअली कुन चाहिँ सेक्सनमा तपाईँको कति ब्यान्ड आइरहेछ भनेर पहिला ध्यान दिनुपर्ने हुन्छ। त्यही अनुसार मेरो ब्यान्ड स्कोर चाहिँ अहिले चाहिँ यति आइरहेछ, सो इक्जाममा पनि मेरो यति आउँछ होला भनेर तपाईँले ध्यान पुर्याउने गर्नुपर्छ। अनि अर्को कुरा, हरेक कन्ट्रीको ब्यान्ड स्कोर रिक्वायरमेन्ट डिफ्रेन्ट हुन्छ। यो एक्युरेट चाहिँ नहोला, त्यही पनि फर इक्जाम्पल यदि जापानको ब्यान्ड स्कोर रिक्वायरमेन्ट मिनिमम 5.5 छ भने युएसएको त्यही हुन्छ भन्ने छैन। युएसएको अलिकति डिफ्रेन्ट होला, त्यसै गरी युएसको डिफ्रेन्ट होला होइन, अस्ट्रेलियाको डिफ्रेन्ट होला। तपाईँहरूले आफू कुन कन्ट्री भिजिट गर्दै हुनुहुन्छ वा कुन कन्ट्री चाहिँ तपाईँ माइग्रेसन वा पढ्नको लागि जाँदै गर्नुहुन्छ त्यो कुरा चाहिँ पहिला ध्यान दिएर मात्र प्रिपरेसन सुरु गर्नु होला। मेरो फर इक्जाम्पल यदि युएसए मेरो प्रायोरिटी हो, म युएसए जानु छ भने मैले 6.5 ल्याउनै पर्छ। 6.5 ल्याउनलाई कुन चाहिँ सेक्सनमा कति मिनिमम ल्याउनु पर्यो त्यो पनि ध्यान दिनुपर्छ। त्यो हामी एकछिनमा डिस्कसन पनि गर्नेवाला छौँ। यही कारणले तपाईँलाई थाहा हुनुपर्छ कि कुन चाहिँ सेक्सनमा कति ब्यान्ड ल्याउनलाई कतिको एफोर्ट चाहिन्छ। जस्तै कि तपाईँले लिसनिङमा 6.5 ल्याउँदै हुनुहुन्छ, राइटिङमा 6.5, रिडिङमा 6.5, स्पिकिङमा 6.5, त्यसपछि मात्र तपाईँ ओभरअल 6.5 ल्याउनुहुन्छ। यस्तो खालको एक्चुअल क्यालकुलेसन हामी गरेर हेर्छौँ। अहिलेलाई बुझ्नुहोस्, लिसनिङको 40वटा क्वेसन्स तपाईँले गर्नुपर्ने हुन्छ, त्यसमा कतिवटा चाहिँ मिलाउनुहुन्छ त्यही अनुसार तपाईँलाई ब्यान्ड स्कोर दिइन्छ। यो एक्चुअली तपाईँले यदि लाइभ क्लासेस हेरिरहनु भएको छ भने चाहिँ फोटो खिचेर तपाईँले पछि एनालाइसिस गर्न सक्नुहुन्छ, वा भिडियोमा
रेकर्डेड क्लासेस हेर्नु भएको छ भने चाहिँ पज गरेर एक्चुअली एनालाइसिस चाहिँ गर्नुहोस् है त। रिडिङ र लिसनिङमा त 40वटा क्वेसन हुन्छ। तपाईँले अब एन्सर गर्नुभयो, करेक्ट एन्सर गर्नुभयो भने मार्क्स पाउनुभयो, त्यही हिसाबले तपाईँको इभ्यालुएसन हुन्छ। तर राइटिङमा चाहिँ कसरी इभ्यालुएसन हुन्छ त? राइटिङमा त अब 40वटा क्वेसन्स भन्ने हुँदैन। यसमा पर्टिकुलरली कुरा गर्दाखेरि 2टा टास्क हुन्छन् है। एउटा टास्क 1 र अर्को चाहिँ 2। टास्क 1 मा मैले अघि मेन्सन गरेको जस्तै कुनै एउटा इमेज दिइन्छ, इमेजमा पाइ चार्ट होला है, पाइ चार्ट हुन सक्ला, बार ग्राफ हुन सक्ला, डिफ्रेन्ट खालको फिगर्सहरू हुन सक्छ। त हामीले यसलाई समराइज गरेर डिस्क्राइब गर्नुपर्ने हुन्छ राइटिङमा। तर टास्क 2 को कुरा गर्दाखेरि चाहिँ टास्क 2 मा चाहिँ ओपिनियन रिलेटेड क्वेसन्सहरू हुन्छ है। तपाईँको ओपिनियन के छ एउटा टपिकमा, जस्तै कि चाइल्ड लेबर तपाईँलाई सही लाग्छ कि गलत लाग्छ, तपाईँको ओपिनियन दिनुहोस्। अनलाइन क्लासेसहरू ब्यान गर्नुपर्छ, अनलाइन क्लासेसहरू राम्रो होइन स्टुडेन्टको लागि भनेर चौतर्फी डिस्कसन चलिरहेछ। तपाईँ यो टपिकमा के भन्न चाहनुहुन्छ, यस्तो खालको क्वेसन्सहरू चाहिँ टास्क 2 मा आउँछ है। राइटिङमा 2टा टास्क हुन्छ, टास्क 1 र टास्क 2। यसमा त अब 40 क्वेसन ठ्याक्क मार्क्स मिलाएर छैन। सो यसमा चाहिँ तपाईँहरूले ब्यान्ड स्कोर के को आधारमा पाउनुहुन्छ भने एउटा टास्क एचिभमेन्ट, अर्को कोहेरेन्स एन्ड कोहेजन, अर्को लेक्सिकल रिसोर्स र अर्को ग्रामेटिकल रेन्ज। टास्क एचिभमेन्ट भनेको चाहिँ तपाईँले दिएको क्वेसन्समा कतिको मिल्ने एन्सर दिनुभएको छ त। जे पनि एक्चुअल टास्क हो त्यही नै गर्नुभएको छ कि अरू कामहरू गर्नु भएको छ। फर इक्जाम्पल लेख्न त जे पनि लेख्न सकिन्छ है। 150 शब्द टास्क 1 मा लेख्नुपर्छ मिनिमम, र 250 शब्द टास्क 2 मा लेख्नुपर्छ तपाईँहरूले। अब 150 शब्द कतिको रिलेटेड छ हाम्रो क्वेसनसँग है। क्वेसनबाट अलिकति डिफ्रेन्टै तपाईँले केही कविता पो लेख्नु भएको छ कि है, कोही पोइम पो लेखेर आउनु भएको छ कि कोही गीतै पो लेखेर आउनु भएको छ कि, त्यो कुरा हेर्छ टास्क एचिभमेन्टले। सेम गोज फर टास्क 1 एज वेल एज टास्क 2 है। कोहेरेन्स एन्ड कोहेजनको कुरा गर्दाखेरि चाहिँ तपाईँको लजिकल फ्लो कति छ यसैमा है। वर्ड्सहरूको क्लियर युज, लिङ्क गरी युजहरू छ कि छैन, ट्रान्जिसन वर्ड्सहरू कतिको युज गर्नुभएको छ, त्यो हेर्छ कोहेरेन्स एन्ड कोहेजनले। यसमा चाहिँ तपाईँको फ्लो हुनु पर्यो एसेमा बेसिकली है। लेक्सिकल रिसोर्सको कुरा गर्दाखेरि तपाईँलाई भोक्याबुलरीको नलेज कति छ, कतिको डिफ्रेन्ट खालको वर्ड्सहरू युज गर्न सक्नुहुन्छ तपाईँ, यो मेजर गर्छ लेक्सिकल रिसोर्सेसले। ग्रामेटिकल रेन्ज एन्ड एक्युरेसीको कुरा गर्दाखेरि तपाईँलाई ग्रामर मिस्टेक्सहरू कतिको गर्नुहुन्छ त्यो पनि हेर्छ है। सेन्टेन्स स्ट्रक्चर्सहरू जस्तै कि सब्जेक्ट, भर्ब, एग्रिमेन्टहरू, आर्टिकल्सको युज, प्रिपोजिसनको युज करेक्ट छ कि छैन, त्यो हेर्छ ग्रामेटिकल रेन्ज एन्ड एक्युरेसी क्राइटेरियाले। यी 4वटा क्राइटेरियामा तपाईँले कतिको पर्फर्म गर्नुभयो त्यही आधारमा तपाईँको ओभरअल ब्यान्ड स्कोर आउँछ राइटिङमा है। यो हो राइटिङको वेटेज क्राइटेरियाहरू। अब जाउँ स्पिकिङको क्राइटेरिया। स्पिकिङको क्राइटेरियाको कुरा गर्दाखेरि स्पिकिङमा पनि सिमिलर तर अलिकति डिफ्रेन्ट क्राइटेरियाहरू छन्। फर्स्ट अफ अल फ्लुएन्सी हेर्छ। इक्जामिनरले तपाईँ कतिको स्मुथली बोल्न सक्नु भएको छ, नेचुरल पेस छ कि छैन, एकदम रोबोटिक रटेर आएको एन्सर दिनु भइरहेछ कि, यस्तो कुरा हेर्छु फ्लुएन्सीमा है। कतिको यस्तरी अड्किरहनु पो भएको छ कि है, एन्सर दिँदै सोच्नै नसकेर हो कि अब इङ्ग्लिस बोल्नै नसकेर हो तपाईँ अड्किरहनु भएको छ कि, यस्तो कुराहरू हेर्छ फ्लुएन्सी एन्ड कोहेरेन्समा। त्यसै गरी लेक्सिकल रिसोर्सको कुरा गर्दाखेरि तपाईँको भोक्याबुलरी कतिको रिलेभेन्ट छ क्वेसनसँग है, क्वेसनसँग रिलेटेड डिफ्रेन्ट टाइपको भोक्याबुलरी युज गरिरहनु भएको छ कि छैन, इडियम्सहरू, फ्रेजेसहरू युज गर्नु भएको छ कि छैन, त्यो कुरा हेर्छ लेक्सिकल रिसोर्सेसको अन्तर्गत। त्यसै गरी ग्रामेटिकल रेन्ज एन्ड एक्युरेसी पनि हेर्छ। यसमा के पर्छ भने तपाईँले सेन्टेन्स स्ट्रक्चर्सहरू कतिको डिफ्रेन्ट टाइप्सको युज गरिरहनु भएको छ, एक्टिभदेखि लिएर प्यासिभदेखि लिएर है,
डिफ्रेन्ट खालको सेन्टेन्स स्ट्रक्चरहरू युज गरिरहनु भएको छ कि छैन, कतिको मिस्टेक्सहरू गरिरहनु भएको छ ग्रामरमा, आर्टिकल्समा, प्रिपोजिसनमा, सेम एज राइटिङ है। त्यो क्राइटेरिया हेर्छ ग्रामेटिकल रेन्ज एन्ड एक्युरेसीको अन्तर्गत। प्रोनाउन्सिएसनको कुरा गर्दाखेरि तपाईँको एक्सेन्ट चाहिँ होइन, बरु कतिको क्ल्यारिटीका साथ, कतिको क्लिष्ट छ तपाईँको भाषा, बुझ्न लायक छ कि छैन है, त्यो कुरा हेर्छ प्रोनाउन्सिएसनमा। ल यी 4वटा क्राइटेरियाको आधारमा बल्ल तपाईँको स्पिकिङको ग्रेडिङ हुन्छ। यसपछि जाउँ हामी अघि मैले मेन्सन गरे जस्तै मिनिमम रिक्वायरमेन्ट्सहरू चाहिँ के छ। तपाईँले फर इक्जाम्पल तपाईँ जापान जाँदै हुनुहुन्छ, 5.5 ब्यान्ड स्कोर तपाईँले ल्याउनु पर्ने छ भने मिनिमम तपाईँले कति ल्याउनु पर्यो इच सेक्सन्समा। 5.5मा तपाईँ यदि एम गर्दै हुनुहुन्छ भने मिनिमम तपाईँले 5.5 ल्याउनु पर्यो लिसनिङमा, रिडिङमा 5.5, राइटिङमा 5 र स्पिकिङमा 5.5 वा स्पिकिङमा 5 र राइटिङमा 5.5 है। यो अदला बदली गर्न मिल्यो, तर मिनिमम यति ब्यान्ड स्कोर सेक्सन्सहरूमा चाहिँ ल्याउनु पर्यो तपाईँले। त्यसै गरी 7.5 विच इज द एभरेज ब्यान्ड स्कोर जुन मेरो स्टुडेन्ट्सहरूले ल्याउँछन्, र राम्रो एउटा स्टुडेन्टले ल्याउने भनेको 7.5 त ल्याइ नै हाल्छ यदि राम्रो इङ्ग्लिस छ पहिलेदेखि भने। उसले चाहिँ अब लिसनिङमा 7.5, रिडिङमा 7.5, राइटिङमा 7 र स्पिकिङमा 7 वा यो ओभरअल चाहिँ यति चाहिँ ल्याउनु पर्यो, जसको सम चाहिँ 29.0 हुनु पर्यो। डिभाइड बाई 4 गर्दाखेरि इट राउन्ड्स अप टु 7 है त, सरी इट राउन्ड्स अप टु 7.5 है। यति चाहिँ मिनिमम रिक्वायरमेन्ट्स हुनु पर्यो यदि तपाईँ ल्याउँदै हुनुहुन्छ भने। आफूलाई चाहिएको ब्यान्ड स्कोरमा ल्याउनलाई चाहिँ कति चाहिँ ल्याउनुपर्छ तपाईँले भनेर यो पर्मिटेसन कम्बिनेसनहरू हेर्नुहोस्। जबसम्म तपाईँको इन्डिभिजुअल ब्यान्ड्सहरू यति पुगिरहेको छैन तबसम्म तपाईँहरू चाहिँ प्र्याक्टिस गरिरहनु पर्यो। यो कुरा चाहिँ बुझ्नु पर्यो है। तपाईँले प्र्याक्टिस चाहिँ अब कतिसम्म गर्ने त, तपाईँसँग टाइम होला, टन्नै टाइम होला वा नहुन पनि सक्ला है। अब टाइम नभएको कन्डिसनमा तपाईँले इन्डिभिजुअल ब्यान्ड स्कोरहरू त ल्याउनु पर्यो यति। ओभरअल ब्यान्ड स्कोर यो ल्याउनको लागि जस्तै कि 5.5 ल्याउन इन्डिभिजुअल ब्यान्ड स्कोर 5.5, 5, 5, 5.5 त हुनै पर्यो। यदि टाइम छैन भने, यति ब्यान्ड स्कोर तपाईँको आइरहेको छैन भने टाइम बढाउनु पर्यो जसरी भए पनि है। अलिक बढी मेहनत गरेर हुन्छ कि के गरेर हुन्छ, तर यदि तपाईँसँग टाइम छ है, तपाईँको ब्यान्ड स्कोर यति आइरहेको छैन भने पनि तपाईँले मेहनत चाहिँ गर्नु पर्यो उति नै। मैले भन्न खोजेको आफूलाई एनालाइसिस चाहिँ हुनु पर्यो कि मेरो ब्यान्ड स्कोर ओभरअल मैले ल्याउनु पर्ने यति, मेरो इन्डिभिजुअल ब्यान्ड स्कोर आइरहेछ यति, सो त्यही अनुसार मैले अब अझै प्रिपरेसन गर्नु पर्यो गर्नु परेन भनेर आइडिया चाहिँ लिनु पर्यो। यो पनि एकचोटि फोटो खिचेर तपाईँले एनालाइसिस गर्नु होला भन्ने मेरो बिन्ती छ। ल तपाईँको ब्यान्ड स्कोर आइडियल कति छ त्यो एक्चुअली तपाईँले आफैले पनि एनालाइसिस गर्नुहोस् र एकचोटि अठोट पनि लिनुहोस्। म चाहिँ यति ब्यान्ड स्कोर चाहिँ ल्याउँछु अब भनेर आफैसँग एउटा बाचा वा अठोट पनि गर्नुहोस्। त्यही अनुसार आफ्नो प्रिपरेसन पनि गर्नुपर्ने हुन्छ है त। ल ब्यान्ड स्कोर पछि अब जाउँ हामी केही जेनरल मिथहरू आइएल्स रिलेटेड जुनलाई चाहिँ हामी अब आज बस्ट गर्छौँ है त। फर्स्ट मिथ आइएल्ससँग रिलेटेड जुन म एकदमै धेरै स्टुडेन्टहरूले सोचेको देख्छु र यो मार्केटमा पनि छ कि आइएल्स भनेको युनिभर्सिटीमा पढ्नको लागि मात्र युज गरिन्छ। यो चाहिँ फर्स्ट मिथ हो है। दिस इज टोटली रङ, किनकि आइएल्सको दुईवटा भर्जन हुन्छ मैले अघि भने जस्तै एकाडेमिक र जेनरल। एकाडेमिक यदि तपाईँ युनिभर्सिटीको लागि जाँदै हुनुहुन्छ, जेनरल यदि तपाईँ वर्क, स्कुल वा इमिग्रेसनको लागि जाँदै हुनुहुन्छ भने जेनरल ट्रेनिङ लिँदा भयो है। तपाईँलाई लाग्छ अब यो अर्को एउटा मार्केटमा भएको कुरा हल्ला मिथ हो कि रियल हो, एकचोटि तपाईँ आफै पनि गेस गर्नुहोस् है त। द्याट यु निड अ नेटिभ लाइक एक्सेन्ट टु गेट अ गुड स्कोर इन स्पिकिङ। तपाईँलाई के लाग्छ, यो सही हो या गलत हो? यो एकदम गलत हो है गाइज, किनकि आइएल्स इक्जामिनरले डिफ्रेन्ट कन्ट्रिजबाट टेस्ट गरिरहेको हुन्छ, डिफ्रेन्ट कन्ट्रिजको बासिन्दाहरूलाई टेस्ट गरिरहेको हुन्छ। चाइनिजको एक्सेन्ट डिफ्रेन्ट हुन्छ, इन्डियनको एक्सेन्ट डिफ्रेन्ट हुन्छ। तपाईँको एक्सेन्ट जस्तै होस् है,
ब्रिटिसै हुनुपर्छ, अमेरिकनै हुनुपर्छ भन्ने छैन, तर क्लियर एन्ड अन्डरस्ट्यान्डेबल चाहिँ हुनु पऱ्यो है, मजाले बुझ्नु चाहिँ पऱ्यो। एक्सेन्टले तपाईँको मार्क्स लोवर त गर्दैन, तर यदि तपाईँले अर्कै एक्सेन्ट बनाउन खोज्नु भयो जुन चाहिँ तपाईँलाई नेचुरल छैन, जस्तो कि ब्रिटिस एक्सेन्ट एकदमै कनी तपाईँले ब्रिटिस एक्सेन्ट निकाल्न खोजिरहनु भएको छ भने बरु एक्जामिनरले उल्टै नबुझेर है, अन्डरस्ट्यान्डेबल नभएर तपाईँको ब्यान्ड स्कोर कम चाहिँ गरिदिन सक्छ। सो एक्सेन्ट भन्दा पनि तपाईँको अन्डरस्ट्यान्डेबिलिटीमा चाहिँ फोकस भएर प्र्याक्टिस चाहिँ गर्नु पऱ्यो। अर्को स्टुडेन्टहरूको कन्सेप्ट हुन्छ तपाईँको ओपिनियन एक्जामिनर भन्दा अलिकति डिफ्रेन्ट भयो भने तपाईँको पोइन्ट कम आउँछ वा रङ एन्सर भन्ने कुरा हुन्छ जस्तो स्टुडेन्टहरूले सोध्छन्। यो पनि एकदम गलत हो है। तपाईँको ओपिनियन सही गलत भन्दा पनि कतिको क्लियरली तपाईँले आफ्नो ओपिनियन राख्नु भएको छ त्यो म्याटर गर्छ। जस्तै एउटा टपिक छ अरे स्पिकिङमा चाहिँ तपाईँलाई सोध्यो चाइल्ड लेबर ठिक हो जस्तो लाग्छ तपाईँलाई भनेर सोद्धाखेरि तपाईँको एन्सर मोरली राइट हुनु पर्दैन, एथिकली राइट हुनु पर्दैन। तपाईँको एन्सर चाहिँ लजिकली चाहिँ फ्लो हुनु पर्यो, प्रोनाउन्सिएसन ग्रामेटिकली राइट हुनु पर्यो, लेक्जिकल रिसोर्सेसहरू करेक्ट युज गरेको हुनु पर्यो, धेरै युज गरेको हुनु पर्यो, राम्रो युज गरेको हुनु पर्यो, रादर देन तपाईँको एन्सर मोरली राइट छ कि छैन। तपाईँ भन्न सक्नुहुन्छ चाइल्ड लेबर राम्रो हो, यही टपिकमा तपाईँले डिफ्रेन्ट ओपिनियन दिन सक्नुहुन्छ, तर त्यो चाहिँ इङ्ग्लिस युज गर्दाखेरि त्यो टपिकको बारेमा एक्सप्लेन गर्दाखेरि इङ्ग्लिस चाहिँ राम्रो युज गरेको हुनु पर्यो है। यो पनि क्लियर हुनु पर्यो। उसले ओपिनियन रिलेटेड मार्किङ दिँदैन, मोरल एथिक्स हेर्दैन। तपाईँलाई जुन टपिकमा धेरै एन्सर आउँछ वा धेरै टपिक्स आउँछ वा राम्ररी बोल्न सक्नुहुन्छ, लजिकली बोल्न सक्नुहुन्छ, त्यही टपिक चुज गरेर एन्सर गर्दा हुन्छ। अर्को कन्सेप्ट हुन्छ तपाईँलाई केही एन्सर आएन भने, लिसनिङ र रिडिङमा केही एन्सर आएन भने त्यसलाई ब्ल्याङ्क छोड्नुपर्छ। स्टुडेन्टहरूको कन्सेप्ट यो हुन्छ। तपाईँलाई लाग्छ यो सही हो कि गलत हो है, यो चाहिँ गलत हो। स्टुडेन्टहरूलाई यदि कोही एन्सर आएन भने ब्ल्याङ्क कहिले पनि नछोड्ने। देयर इज 50-50 चान्सेस कि तपाईँको एन्सर राइट पनि हुनसक्छ, रङ पनि हुनसक्छ। नेगेटिभ मार्किङ केही हुँदैन है, पेनाल्टी केही हुँदैन। सो एन्सर तपाईँलाई एक्ज्याक्टली थम्याउन नसके पनि केही न केही गेस गरेर अर्को एन्सर अर्को क्वेसनतिर तपाईँ लाग्नुपर्ने चाहिँ हुन्छ है। यो पनि कहिले पनि मिक्स नगर्ने, जहिले एन्सर गरिदिने तपाईँलाई थाहा भए पनि नभए पनि। अर्को तपाईँलाई लाग्छ यो सही हो कि गलत हो भन्नुहोस् है त। आजको स्पिकिङमा चाहिँ तपाईँ एकदमै फर्मल हुनुपर्छ र अलिकति रोबोटिक र फर्मल वेमा चाहिँ बोल्नुपर्छ, एकदमै टिमिड हुनुपर्छ बेसिकली। तपाईँलाई लाग्छ यो सही हो कि गलत हो? एनीबडी है? यसमा चाहिँ तपाईँले बुझ्नु पर्यो कि हामी आइएसले चाहिँ तपाईँको फर्मेलिटी भन्दा पनि इङ्ग्लिसै टेस्ट गरिरहेछ। सो फर्मल हुनु चाहिँ जरुरी छैन है। बी एज क्याजुअल एज यु क्यान, स्माइल गर्ने, ह्यान्ड जेस्चर्सहरू युज गर्ने, रोबोटिक चाहिँ हुनु भएन। बरु रोबोटिक भयो भने चाहिँ यसले रट्टा मारेर आएको छ क्वेसन्सहरू, यो चाहिँ रट्टा मारेछ भने इभन टफर क्वेसन्स पनि सोध्न सक्छ र इन सम केसेस ब्यान्ड स्कोरै कम पनि दिन सक्छ। सो नेचुरल कन्भर्सेसन हुनु पऱ्यो। आइएस इज द मेजर अफ हाउ क्लोज आर यु टु अ नेटिभ स्पिकर है। नेटिभ स्पिकरसँग कतिको क्लोजली बोल्न सक्नुहुन्छ, मतलब नेटिभ स्पिकरको कम्पेयरमा तपाईँको स्पिकिङ कहाँ छ, राइटिङ कहाँ छ, त्यो चाहिँ चेक गर्छ क्या है। सो नेटिभ स्पिकरले त फर्मली कुरा गर्दैन। जस्तै कि एउटा क्वेसन छ अरे तपाईँको दिनचर्या कस्तो देख्छ, हाउ डज यर डे टु डे लाइफ लुक भनेर केही क्वेसन सोधेको छ अरे। अब नेटिभ स्पिकरले फर्स्ट अफ अल आई गो टु द टोइलेट, आई डु दिस, आई डु दिस भनेर फर्मली टाइपले त बोल्दैन। उसले त के भन्छ, आई वेक अप अर्ली इन द मर्निङ इभन दो आई डोन्ट वान्ट टु, देन आई हेड टु द वासरुम, आई डु दिस, आई डु द्याट। एकदम क्याजुअल वेमा एन्सर गर्छन् है। त्यसैले तपाईँले पनि क्वेसन अनुसार क्याजुअली नै एन्सर गर्न कोसिस गर्नुहोस् है त, फर्मल हुन जरुरतै छैन। यो हो केही मिथ्सहरू जुन चाहिँ
आइएलसँग रिलेटेड थियो है। यो आई होप तपाईँहरूले केही यस्तो मिथ्सहरू केही मिसकन्सेप्सन्सहरू राख्नु भएको थियो भने त्यो पनि तपाईँको क्लियर भयो होला भन्ने म आशा गर्छु। अब केही स्किल एसेसमेन्ट गरौँ र केही क्वेसन्सहरूको एन्सर पनि गरौँ है त। हामी हाम्रो क्लासेसहरू सकेसम्म इन्टरेक्टिभ बनाउन कोसिस गर्छौँ र आई होप तपाईँहरू पनि बोर चाहिँ हुनुहुन्न मेरो क्लासमा भन्ने म आशा गर्छु। अब स्किल एसेसमेन्ट अन्तर्गत म केही टेक्स्ट दिन्छु तपाईँलाई। यो टेक्स्ट हेरेर तपाईँले यो दुईवटा क्वेसन्सको एन्सर गर्नुपर्ने हुन्छ। यो टेस्ट गर्दाखेरि चाहिँ तपाईँहरू सकेसम्म टाइम पनि राखेर एकचोटि गर्नुहोस् है त। टाइम पनि हेर्नुहोस् कति टाइम भइरहेछ र कति टाइममा चाहिँ तपाईँले एन्सर गर्नुहुन्छ एकचोटि मेजर गर्नुहोस्। एउटा सानो प्र्याक्टिस छ, मैले सधैँ मेरो फर्स्ट क्लासमा गराउँछु। वाट यु निड टु डु इज कि टाइमर राखेर पहिला क्वेसन पढ्नुहोस् र लाइन बाई लाइन हेरेर एन्सर गर्न खोज्नुहोस् यो क्वेसन्सहरूलाई है त। फर्स्ट क्वेसन छ ली कहिले बर्न भएको होइन, वेन वाज ली बर्न, वाट वाज हिज मदर्स नेम। यो दुईवटा क्वेसन्स चाहिँ यो टेक्स्टबाट लाइन बाई लाइन हेरेर एकचोटि एन्सर गर्नुहोस्। एन्सर पाउन साथ लाइभ क्लासेस हेर्नेहरूले चाहिँ कमेन्टमा लेख्नु है त के एन्सर हो भनेर। म टाइमिङ हेर्छु, तपाईँ आफै पनि टाइमिङ हेर्दा हुन्छ। र यो क्वेसन्स भयो वेन वाज ली बर्न र वाट वाज हिज मदर्स नेम, लाइन बाई लाइन पढेर तपाईँहरू हेर्नुहोस् है त। यो टाइम स्टार्ट्स नाउ। अब चाहिँ तपाईँहरू प्याराग्राफ पढेर यो क्वेसन्सहरूको एन्सर गर्नुहोस् है त। ल यो टाइम स्टार्ट्स नाउ। यदि क्वेसन याद छैन म एकचोटि क्वेसन फेरि देखाइदिन्छु। वेन वाज ली बर्न र वाट वाज हिज मदर्स नेम है त। ल ठ्याक्क 2 मिनट गइसक्यो। आई होप 2 मिनटभित्र तपाईँले यो दुईवटा क्वेसन्सको एन्सर थाहा पाउनुभयो होला। यदि तपाईँहरूले हेर्नुभयो भने यो दुईवटा क्वेसन्सको एन्सर रहेको छ नोभेम्बर 2003 र मदरको नाम बेला है। तपाईँको टाइम कति भयो एकचोटि कमेन्टमा लेखिदिनुहोस् है, कति टाइममा चाहिँ तपाईँले यो एन्सर फाइन्ड आउट गर्नुभयो। मैले यो प्र्याक्टिस गराउँदाखेरि युजली स्टुडेन्ट्सहरूले लाइन बाई लाइन पढ्दाखेरि चाहिँ एराउन्ड 1 मिनट 40 सेकेन्ड्स वा यस्तै टाइममा चाहिँ यो एन्सर गरिसक्छन् है, पुरै पढेर एभरेजमा। हालाकि धेरै स्टुडेन्ट्सहरूले चाँडो पनि गर्छन् है, तर युजली 1 मिनट 40 सेकेन्ड जति लाउँछन् स्टुडेन्टहरूले पुरै पढेर एन्सर गर्नलाई। खासमा आइएल्समा चाहिँ हामी कहिले पनि लाइन बाई लाइन पढेर एन्सर गर्दैनौँ है त। यो चाहिँ जस्ट प्र्याक्टिस हो तपाईँको टाइम डिफ्रेन्स देखाउनलाई कि स्क्यानिङ र स्किमिङ
नगरिकन कति टाइम लाग्छ र स्क्यानिङ र स्किमिङ गरेर कति लाग्छ टाइम भनेर। स्क्यानिङ र स्किमिङको बारेमा म बिस्तारै कुरा गरि नै हाल्छु। अहिलेलाई चाहिँ बुझ्नुहोस्, तपाईँहरूले लाइन बाई लाइन पढ्दाखेरि तपाईँको टाइमिङ कति भयो त्यो याद गर्नु पऱ्यो तपाईँहरूले है। अब म चाहिँ तपाईँहरूलाई स्क्यानिङ र स्किमिङ सिकाउँछु। स्क्यानिङ र स्किमिङ भन्नाले चाहिँ फर्स्ट अफ अल स्क्यानिङबाट जाउँ। स्क्यानिङ भन्नाले तपाईँ क्वेसनको किवर्ड चाहिँ के हो त्यो पहिला फाइन्ड आउट गर्नुहुन्छ है। त्यो किवर्ड के हो त्यसको आधारमा तपाईँले त्यसको इक्विभ्यालेन्ट किवर्ड प्यासेजमा गएर सर्च गर्नुहुन्छ र प्यासेजमा त्यो किवर्ड भेट्टाएर बल्ल त्यो किवर्डको आधारमा चाहिँ तपाईँले एन्सर्सहरू हेर्नुहुन्छ लाइन बाई लाइन नपढिकन। वाट आई मिन बाई दिस इज, फर इक्जाम्पल वेन वाज ली बर्न भनेपछि यसमा किवर्ड के भयो, लीको डेट अफ बर्थ है। लीको डेट अफ बर्थ, ली कहिले बर्न भयो त, यसको एन्सर कुनै एउटा डेट अफ बर्थमै हुन्छ। फर इक्जाम्पल January 15 होइन, January 15 होला 2003 यस्तो केही एउटा डेटमै हुन्छ। हामीलाई थाहा भयो कि डेटै हुनेवाला छ, डेट बाई केही हुन्छ त यसको एन्सर हुन नै सक्दैन, डेटै हुन्छ। त्यसै गरी मदर्स नेम भनेपछि जे पनि एन्सर हुनेवाला छ त्यसको अगाडिको वर्ड क्यापिटल हुन्छ। जस्तै प्रज्वल चन्द छ भने पी क्यापिटल है, ब्ला ब्ला ब्ला, त्यसपछि चन्दको सी क्यापिटल। यो त सबैलाई थाहा नै छ होला है, नेमको स्टार्टिङ लेटर्सहरू सधैँ क्यापिटलै हुन्छ है। यो कुराहरू हामीले हेर्नुपर्छ। यसमा किवर्ड भयो डेट, यसमा किवर्ड भयो केही नाम है, केही नाम, नेम एउटा किवर्ड छ सेकेन्ड केसमा। सो यही कुरा चाहिँ हामी टेक्स्टमा खोज्छौँ लाइन बाई लाइन नपढिकन, अनि मात्र एन्सर गर्छौँ है। लाइन बाई लाइन पढ्यौँ भने आइएल्समा चाहिँ हामीले राम्रो स्कोर ल्याउन एकदम गाह्रो नै छ, किनकि टाइम लिमिट हुन्छ। तिनवटा एकदम एकाडेमिक हेभी प्यासेजेसहरू है, लङ प्यासेजेसहरू हामी रिड गरेर एनालाइज गरेर एन्सर गर्नुपर्ने हुन्छ, जुन पोसिबलै छैन लाइन बाई लाइन पढेर आइएल्समा। त्यसैले हामी लाइन बाई लाइन नपढिकन स्किमिङ वा स्क्यानिङ युज गर्छौँ। यो टेक्निकलाई चाहिँ स्क्यानिङ भनिन्छ इन पर्टिकुलर है त। स्क्यानिङ भन्नाले केही किवर्ड्सहरू के हो, हाम्रो क्वेसनमा किवर्ड चाहिँ के हो त्यो पत्ता लगाउने र त्यो पत्ता लगाएपछि बल्ल त्यो किवर्ड प्यासेजमा खोज्ने, प्यासेजमा जहाँनिर हामी भेट्टाउँछौँ, भेट्टाइसकेपछि बल्ल त्यो सेन्टेन्स पढ्ने है। ल एकचोटि स्क्यानिङ युज गरेर यो गरिहेरौँ। वेन वाज ली बर्न भनेपछि हाम्रो किवर्ड भयो कुनै एउटा डेट। अब डेट हामी गएर प्यासेजमा खोज्छौँ, कहाँ छ डेट त हेरौँ है त। मैले सर्र हेरेँ, लाइन बाई लाइन पढेँ होइन, सर्र हेर्दाखेरि फर्स्ट डेट यहाँ देखाएँ November 2003। अरू कतै छ कि भनेर हेरेँ, छैन है, एउटै मात्र डेट रहेछ। प्रोबेबली एन्सर यही होला। एकचोटि त्यसपछि मात्र पढ्छौँ। डेट भेट्टायौँ कि मतलब कि एउटा किवर्ड भेट्टाएपछि बल्ल यो लाइन हामी सर्र पढ्छौँ। सर्र लाइन पढ्दाखेरि डक्टर ली वाज बर्न इन November 2003 यही सोधे हो क्वेसनले, कहिले बर्न भएको, कहिले जन्मेको भनेर। सो हाम्रो एन्सर भयो November 2003 है। त्यसै गरी के थियो अर्को क्वेसन थियो उसको मदरको नाम को लेटरमा जहिले पनि स्टार्टिङ लेटर क्यापिटल हुन्छ होइन, सरनेम पनि क्यापिटल होला। अब त्यो क्यापिटल खोज्नलाई हामीलाई अलिकति इजियर हुन्छ। सो किवर्ड खोजेर हामी किवर्ड चाहिँ प्यासेजमा खोज्छौँ है। क्वेसनमा पहिला किवर्ड खोज्छौँ, त्यसपछि प्यासेजमा त्यो इक्विभ्यालेन्ट किवर्ड खोज्छौँ। सर्र हेर्दाखेरि डक्टर ली एउटा नाम देखेँ मैले, यहाँ पनि फेरि ली छ क्यापिटल, फेरि यहाँ डक्टर ली रहेछ, यहाँ ली छ, नेम सर होइन फर्नान्डेज, ठ्याक्क अगाडि बेला रहेछ, बेला फर्नान्डेज भनेर रहेछ। अब नामहरू हेरेँ, डक्टर लीको नाम त हामीलाई चाहिएन, उसको अब प्यारेन्टको नाम चाहियो, द्याट इज मदरको नाम चाहियो। मदरको नाम हेर्दाखेरि अर्को नाम यहाँ रहेछ, अर्को नाम हेऱ्यौँ हामीले बेला फर्नान्डेज उसको मदर हो कि होइन। यो अब बल्ल सेन्टेन्स पढ्दाखेरि हामीले हेऱ्यौँ हिज मदर भनेर क्लियरली मेन्सन गरेको छ, भनेपछि उसको मदरको नाम बेला फर्नान्डेज रहेछ। हामीले सबै टेक्स्ट पढ्नु पऱ्यो त, माथिदेखि तलसम्म पढ्नै परेन, जस्ट किवर्ड्सहरू फाइन्ड आउट गर्छौँ। किवर्ड्सहरू फाइन्ड आउट गरेपछि त्यो प्यासेजमा चाहिँ कहाँ छ किवर्ड भनेर हामी हेर्छौँ। क्वेसनमा किवर्ड आइडेन्टिफाई गरेपछि प्यासेजमा त्यो किवर्ड खोज्छौँ, खोजेर भेट्टाएपछि बल्ल हामी त्यो पुरा लाइन पढ्छौँ है।
पुरा लाइन पढ्दाखेरि हामीले एन्सर पाउँछौँ। यदि पाएनौँ भने अरू कतै त्यस्तै नाम वा त्यस्तै किवर्ड छ कि खोज्छौँ, त्यतातिर पो एन्सर छ कि भनेर हेर्छौँ है। यसलाई भनिन्छ स्क्यानिङ। आइएसमा कहिले पनि हामी लाइन बाई लाइन पढ्दैनौँ। यो कुरा एकदमै याद गर्नुपर्ने हुन्छ। स्क्यानिङ एउटा की स्किल हो आइएसमा राम्रो मार्क्स ल्याउनु पर्ने छ भने। अघि त हामीलाई लगभग 1 मिनट 40 सेकेन्ड त्यस्तै लाग्यो होला। अब अर्को एउटा टेक्स्ट हेरौँ र त्यसको एन्सर गर्न खोजौँ। सेम यही टेक्निक्स लाएर है, लाइन बाई लाइन नपढिकन यही टेक्निक्स लाएर हेरौँ कति टाइम लाग्दो रहेछ तपाईँहरूलाई है त। अर्को टेक्स्ट यो हो र टेक्स्टसँग रिलेटेड क्वेसन हो यो। वेन वाज अरोरा रकेट लन्च्ड? वाट वाज द नेम अफ द इनिसियल टिम फर्म टु डेभलप द रकेट? यो दुईवटा क्वेसन छ। त्यो इनिसियल टिमको नाम के हो जुन चाहिँ रकेट डेभलप गर्न फर्म गरिएको हो, र अरोरा रकेट लन्च कहिले भएको हो? यो दुईवटा बेयर इन माइन्ड। हामी स्क्यानिङ युज गर्दाखेरि किवर्ड के हो पहिला आइडेन्टिफाई गर्नु पर्यो। क्वेसनमा वेन वाज भनेपछि डेटै होला केही होइन, कुनै एउटा डेट होला, मन्थ होला, के होला, त्यो अनुसार हामीले हेर्नुपर्छ। र अर्को इनिसियल टिमको नाम के? त्यो नाम भनेपछि इनिसियल लेटर्सहरू क्यापिटल हुन्छ, त्यो त हामीलाई यादै छ है। जस्तो कि प्रज्वल चन्दको पी क्यापिटल सी क्यापिटल, यो कुरा याद गर्नु पर्यो। अब यो याद गरिसकेपछि टेक्स्टमा जाउँ र अघिको जस्तै हामी टाइम हेरेर कति टाइम लाग्यो तपाईँलाई एनालाइसिस गर्छौँ है त। ल, गोइङ ब्याक टु द टेक्स्ट क्वेसन्स आई होप तपाईँलाई थाहा भइसक्यो। अब टेक्स्ट पढ्नुहोस् र एन्सर गर्नुहोस्। योर टाइम स्टार्ट्स नाउ है त। ओके, तपाईँहरूको टाइम अफ भएको छ। 2 मिनट्स भइसक्यो। यदि 2 मिनट्सभन्दा बढी टाइम तपाईँलाई लागिरहेछ अघि पनि, यदि तपाईँले लाइन बाई लाइनै रिड गरेर पनि यतिलाई 2 मिनट्सभन्दा बढी लगाइरहनु भएको छ भने तपाईँको रिडिङ स्पिड एकदमै कम छ र केही रिडिङ एक्टिभिटिजहरू गर्ने एकदम जरुरत छ भन्ने कुरा तपाईँले एनालाइसिस गर्नुपर्ने हुन्छ है। ल, के तपाईँले एन्सर फाइन्ड आउट गर्नुभयो? एकदमै इजी छ। वेन वाज रकेट लन्च्ड? अरोरा रकेट लन्च। हाम्रो एउटा किवर्ड चाहिँ अरोरा पनि हो, र अर्को अरोरा भन्ने कुरा नहेरिकन हामीले अर्को एउटा किवर्ड के हो यसको लागि? डेट है। केही डेटै हुनुपर्छ यसको। सो त्यो डेट चाहिँ हामी प्यासेजमा फाइन्ड आउट गर्छौँ। प्यासेजमा मैले सर हेर्दाखेरि डेट एउटा देखेँ, आइडिया एउटा यहाँ देखेँ 2010 देखेँ, अर्को डेट देखेँ यहाँ जुलाई 18 2018मा, अरू कुनै डेट देखेँ छैन। ल, अब मैले के भनेको थिएँ, पहिला किवर्ड फाइन्ड आउट गर्ने, द्याट इज अरोरा रकेट लन्च्ड है। कहिले लन्च भयो हाम्रो क्वेसन हो। डेट हामीले एउटा किवर्ड राखिसक्यौँ। अब डेटमा हेरौँ है त। फर्स्ट डेटमा हेरौँ यसमा एन्सर छ कि छैन।
फर्स्ट डेटमा द आइडिया फर द मिसन बिगेन है, मिसनको आइडिया कहिले बिगेन भयो त्यो हामीले हेर्दैछौँ यो, सो यो एन्सर होइन। अर्को हेर्दाखेरि इट वाज लन्च अन जुलाई 18, 2018, त्योभन्दा अगाडि ठ्याक्क अरोरा रकेट वाज फाइनली रेडी भनेको छ, सो एन्सर यही भयो। अरोरा रकेट चाहिँ जुलाई 18, 2018मा हाम्रो लन्च भएको रहेछ, एन्सर एउटा पायौँ। अर्को क्वेसन थियो वाट इज द नेम अफ द इनिसियल टिम फर्म टु डेभलप द रकेट है त, भनेपछि केही क्यापिटलमै होला, क्यापिटल लेटर्स होला होइन, स्टार्टिङ लेटर्सहरू क्यापिटल होला। सो नाम खोज्छौँ हामी, नाम खोज्दाखेरि यहाँ नेसनल स्पेस रिसर्च सेन्टर देखेँ, अर्को पाइनियर डेभलपमेन्ट टिम देखेँ, फेरि यहाँ पाइनियर डेभलपमेन्ट टिम देखेँ, सीसाइड लन्च फेसिलिटी देखेँ, अरोरा रकेट देखेँ, अरोरा रकेट देखेँ है। जे पनि नाम देख्नुहुन्छ त्यो हाइलाइट गर्नुहोस्, अरू त खासै छैन। यहाँ एस्ट्रालिस देखेँ, टाइटेनिया देखेँ, अरोरा रकेट, फेरि यहाँ माथि अरोरा रकेट, अरू त केही नाम देखिनँ मैले है त। अब हेरौँ हरेक नाममा यो एन्सर हो कि होइन भनेर। अरोरा रकेट अन्डरटेकन बाई नेसन अफ एस्ट्रेलिस, यो हुनै सक्दैन है। मुन टाइटेनिया, मुन खोजिरहेको होइन हामीले, त्यो टिम खोजिरहेको। दिस ग्रुप वाज नोन एज पाइनियर डेभलपमेन्ट टिम। अर्को देखेँ मैले यहाँ, दिस ग्रुप वाज नोन एज पाइनियर डेभलपमेन्ट टिम रे, भनेपछि यही ग्रुप हो त भनेर एकचोटि क्ल्यारिफाई गर्नलाई वा एउटा भेरिफाई गर्नलाई म यो पुरा सेन्टेन्स पढ्छु। द आइडिया फर मिसन बिगेन इन 2010 when a small group of engineers and scientists gathered at the National Space Research Center. This group was known as Pioneer Development Team. So, answer के रहेछ त? Pioneer Development Team. Initial team formed to develop the rocket was Pioneer Development Team. यसरी थाहा भयो है। हामीलाई चाहिँ फर्स्ट कुरा स्क्यानिङको बारेमा के बुझ्नु पर्यो भने तपाईँले एन्सर भेटाउन सके पनि नसके पनि यो केसमा यति चाहिँ तपाईँले बुझ्नु पर्यो। पहिला किवर्ड के हो क्वेसनमा त्यो एनालाइज गर्ने, त्यो किवर्ड लगेर हामी फेरि प्यासेजमा खोज्छौँ। प्यासेजमा जब किवर्ड भेट्टाउँछौँ बल्ल त्यो लाइन चाहिँ हामी क्लोज रिडिङ गर्छौँ है, त्यो लाइन मजाले पढ्छौँ। पढेर यदि त्यो लाइनमा एन्सर छ भने ठिक छ, नभए अर्को डेट खोज्छौँ, अर्को डेटमा फेरि लाइन मजाले पढ्छौँ है। बल्ल जब किवर्ड हामी भेटाउँछौँ तब त्यो किवर्ड मजाले पढ्छौँ, किवर्ड भएको सेन्टेन्स, अनि बल्ल हामी एनालाइसिस गर्छौँ यो एन्सर हो कि होइन। यदि एन्सर रहेछ भने कुडोज हामीले एन्सर पायौँ है। यसरी स्किमिङ र स्क्यानिङ युज गरेर हामी एन्सर गर्नुपर्छ। अब तपाईँले अघिको एक्सर्साइज र अहिलेको एक्सर्साइजमा एउटा नोटिस गर्नुभयो होला कि लाइन बाई लाइन पढ्दाखेरि र स्क्यानिङ युज गरेर पढ्दाखेरि टाइम डिफ्रेन्स धेरै नै आउँछ। अन एभरेज 40 सेकेन्डको टाइम आउँछ पर क्वेसन्स है त, 40 सेकेन्ड पर क्वेसन, सरी यो मिनट होइन, पर क्वेसन तपाईँले पाउनुहुन्छ क्या। 40 पर क्वेसन भनेपछि 40वटा क्वेसन टोटल हुन्छ, मल्टिप्लाई गर्दाखेरि 26 मिनट्स है। 26 मिनट एउटा रिडिङ टेस्टमा, द्याट इज अलमोस्ट 45% को इफिसियन्सी घट्छ क्या लाइन बाई लाइन तपाईँले पढ्दाखेरि। 45% तपाईँको टाइम बच्छ। सो जहिले पनि स्क्यानिङ युज गर्नुहोस्, लाइन बाई लाइन पढ्ने काम चाहिँ नगर्नुहोस्। यसमा हामी कहिले पनि लाइन बाई लाइन पढेर एन्सर गर्दैनौँ। एउटा एक्सर्साइज तपाईँहरू अर्को के गर्न सक्नुहुन्छ भने स्किमिङ युज गरेर है। स्किमिङ बाई द वे के हो, मेन आइडिया फाइन्ड आउट गराउने एउटा प्यासेजको मेन आइडिया फाइन्ड आउट गर्नलाई हामी कहिले पनि लाइन बाई लाइन पढ्दैनौँ। त्यसको लागि पनि फर्स्ट 2 सेन्टेन्सेस अफ द प्याराग्राफ पढ्छौँ, फेरि लास्ट 2 सेन्टेन्सेस अफ द प्याराग्राफ पढ्छौँ। स्किमिङको बारेमा हामी आगामी लेक्चर्सहरूमा पढ्छौँ। सो अहिलेलाई चाहिँ यो स्किप गरौँ, यो एक्सर्साइज एकचोटि आजलाई स्किप गरौँ, अगाडि बढौँ है त। ल, स्किमिङ एन्ड स्क्यानिङ। स्क्यानिङको बारेमा त हामीले हेरिसक्यौँ, स्किमिङको बारेमा आगामी लेक्चर्सहरूमा अझै बेटर वेमा भन्छौँ। फर्स्ट अफ अल टकिङ अबाउट स्क्यानिङ, हामी स्पेसिफिक इन्फर्मेसनहरू लाइक अ डिटेक्टिभ हेर्छौँ एउटा प्यासेजमा, त्यो हेर्नुलाई भनिन्छ स्क्यानिङ है त। स्क्यानिङ भन्नाले चाहिँ स्पेसिफिक इन्फर्मेसनहरू प्यासेजमा, जुन चाहिँ अब नम्बर पनि हुन सक्ला है, इट क्यान बी अ नम्बर
कसैको नाम हुन सक्ला, डेट हुन सक्ला, क्यापिटलाइज वर्ड्स लाइक वर्ल्ड, लन्डन, युनेस्को, जे पनि हुन सक्ला। यस्तो स्पेसिफिक वर्ड्सहरू यदि प्यासेजमा हामी खोज्छौँ भने त्यसलाई स्क्यानिङ भनिन्छ। यसले गर्दाखेरि हामीलाई इजिली र क्विकली एन्सरहरू फाइन्ड आउट गर्नलाई हेल्प गर्छ। किवर्डहरू लोकेट गरेर एन्सर पनि गर्न सकिन्छ फास्ट है। यो एउटा प्र्याक्टिस, यो एउटा स्किल चाहिँ की छ आइएसको लागि। सो यो चाहिँ हामी प्र्याक्टिस गर्छौँ। यो प्र्याक्टिस गर्नको लागि म एउटा च्याट जिपिटी प्रम्प्ट पनि प्रोभाइड गर्छु तपाईँहरूलाई। यदि चाह्यो भने मलाई जिमेल पनि गर्न सक्नुहुन्छ। मेरो वाट्सएप नम्बर छ भने वाट्सएपमा पनि नम्बर गर्न सक्नुहुन्छ, तपाईँ मेसेज गर्न सक्नुहुन्छ। त्यसमा म तपाईँहरूलाई प्रोभाइड गरिदिउँला। वा यदि इनरोल हुनुहुन्छ, हाम्रो कोर्सेसमा इनरोल हुनुहुन्छ भने चाहिँ म तपाईँलाई गुगल ड्राइभको एउटा लिङ्क दिन्छु, जसमा सबै कुराहरू अपडेटेड हुन्छ, मेटेरियल्सदेखि लिएर सबै, इभन द स्लाइड्स कन्टेन्ट पनि है त। मलाई डिएम गर्नुहोस् वा मेसेज गर्न सक्नुहुन्छ जिमेलमा, वा कमेन्ट सेक्सनमा पनि लेख्नुहोस् है त, यदि रेकर्डेड भिडियोज हेर्दै हुनुहुन्छ भने। ओके, स्क्यानिङ भन्नाले चाहिँ स्पेसिफिक इन्फर्मेसन खोज्ने हामी प्यासेजमा, हामी लाइन बाई लाइन नपढिकन आँखा नचाहेर स्पेसिफिक कुराहरू जस्तै कि डेट होइन, प्राइस हुन सक्ला, पर्सेन्टेज हुन सक्ला, जे पनि इन्फर्मेसन खोज्नु प्यासेजमा, त्यसलाई भनिन्छ स्क्यानिङ। अहिलेलाई चाहिँ यति बुझ्नुहोस्, डिटेलमा हामी बिस्तारै एनालाइसिस गरिहाल्छौँ। अब अर्को कुरा स्किमिङ। स्किमिङ भने चाहिँ प्यासेजमा चाहिँ के चाहिँ मेन आइडिया हो, एउटा स्पेसिफिक प्यासेजको मेन आइडिया चाहिँ के हो त्यो फाइन्ड आउट गर्नलाई हामी स्किमिङ युज गर्छौँ। स्किमिङ दुईवटा तरिकाले गरिन्छ, आगामी लेक्चरमा हामी बुझौँला के तरिका छ। अहिलेलाई चाहिँ बुझ्नुहोस्, आँखा नचाउने टेक्स्टमा है, फर्स्ट फ्यु सेन्टेन्सेसहरू र लास्ट फ्यु सेन्टेन्सेसहरू पढ्ने, प्याराग्राफको एउटा प्याराग्राफको फर्स्ट फ्यु सेन्टेन्सेसहरू र लास्ट फ्यु सेन्टेन्सेसहरू पढ्ने, र त्यसको आधारमा हामी यसको जिस्ट लिन खोज्छौँ, त्यसलाई भनिन्छ स्किमिङ है। आगामी लेक्चरमा यसलाई डिटेलमा हामी पढ्छौँ। अहिलेलाई चाहिँ स्क्यानिङ र स्किमिङ एकदम इम्पोर्टेन्ट छ, यति चाहिँ बुझ्नुहोस्। नेक्स्ट लेक्चरमा हामी पढि नै हाल्छौँ। तपाईँको डेली मन्त्रा चाहिँ यो स्किमिङ र स्क्यानिङ प्र्याक्टिस गर्ने हुनु पऱ्यो। पोडकास्टिङ पनि दिनकै पोडकास्ट सुन्नु पऱ्यो है। पोडकास्ट जति सुन्नुहुन्छ त्यति नै तपाईँहरूलाई मद्दत हुन्छ पछि गएर इक्जाममा। इट क्यान बी हेल्पफुल इन लिसनिङ, स्पिकिङमा पनि एकदम हेल्पफुल हुन्छ, इभन टु सम एक्सटेन्ट राइटिङमा पनि हेल्प गर्छ। सो पोडकास्ट दिनकै 1 आवरको सुन्ने, यदि तपाईँलाई सजेसन चाहियो भने भन्नुहोस्, म तपाईँहरूलाई नै इन्ट्रेस्टिङ लाग्ने टपिक्स चाहिँ निकालेर पोडकास्टहरू सजेस्ट गर्छु। मेरो गुगल ड्राइभ लिङ्कमा पनि म प्रोभाइड गरि नै हाल्छु है। एन्ड यु निड टु टक टु युर सेल्फ इन इङ्ग्लिस एज वेल है। इन्टरनल मोनोलग तपाईँ जब पनि गर्नुहुन्छ तब ट्राई टु हेभ कन्भर्सेसन विथ युर सेल्फ इन इङ्ग्लिस। त्यसले पनि तपाईँको इङ्ग्लिस स्पिकिङ क्यापेसिटीलाई एकदमै हेल्प गर्छ, र त्यो चाहिँ तपाईँले बिस्तारै प्र्याक्टिस गर्दै याद पनि गर्नुहुन्छ है। ट्राई टु टक टु युर फ्रेन्ड्स इन इङ्ग्लिस एज वेल है। यसले पनि तपाईँहरूको ब्यान्ड स्कोर धेरै इम्प्रुभ गर्नलाई मद्दत गर्छ। सो त्यो पनि प्र्याक्टिस तपाईँले गर्न सक्नुहुन्छ है। डेली मन्त्र यही हुनु पऱ्यो, तपाईँले डेली स्क्यानिङ प्र्याक्टिस गर्ने, पोडकास्ट सुन्ने र टक टु यर सेल्फ एन्ड यर फ्रेन्ड्स इन इङ्ग्लिस। आजको होमवर्क चाहिँ 1 आवरको एउटा पोडकास्ट, एकदम लामो पोडकास्ट सुन्नुहोस्। अब मेरो सजेसन चाहिँ च्याप्टर 2 बाई रियाज चक्रवर्ती, फरहान अख्तरवाला एपिसोड हेर्नुहोस्। इट्स रियली इन्ट्रेस्टिङ। अहिलेको जेनजीहरूलाई पनि मनपर्छ। सो इन्ट्रेस्टिङ एउटा पोडकास्ट चाहिँ मैले सजेस्ट गरेँ। यस्तो भन्दा पनि मेरो सजेसन चाहिँ टेड टक्सहरू है, जो रोगन पोडकास्ट, यस्तो पोडकास्टहरू जहाँ चाहिँ नेटिभ इङ्ग्लिस स्पिकरहरूले बोल्छ, त्यस्तो पोडकास्टहरू चाहिँ सुन्ने बानी बसाल्नुहोस्। वा जुनै पनि पोडकास्ट यदि बोरिङै लाग्छ भने जुनै पनि पोडकास्ट सुन्दा पनि हुन्छ, तर इट सुड बी इन इङ्ग्लिस है त। ल, आजलाई यति नै गरौँ। केही क्वेरी छ भने यो गिभन नम्बरमा तपाईँले वाट्सएप गर्न सक्नुहुन्छ, वा जिमेलमा, मेरो जिमेल यदि तपाईँहरू इनरोल हुनुहुन्छ भने जिमेल पनि प्रोभाइडेड हुन्छ, त्यो जिमेलमा पनि तपाईँले मेसेज गर्न सक्नुहुन्छ है त। थ्याङ्क यू सो मच फर यर टाइम। आजलाई यति नै।